हाम्रो आमाहरू हुनुहुन्छ, आमाहरूलाई केही यसो भनिदिनु न, के छ आमा? होइन, हामी त अब यहाँ पाथिबाट माता उता उत्रिनु भयो अरे भन्दा हेर्न। कहाँदेखि आउनु भएको? हामी कुमिटार 9 नम्बर वार्ड, यहाँ माथि भन्ज्याङदेखि। भन्ज्याङदेखि? भन्ज्याङ भने माथि गोलाखर्कबाट? गोलाखर्क भन्ज्याङबाट। के लाग्छ त तपाईँलाई चाहिँ? यो ठिक हो नि। ठिक हो? ठिक हो। हेर्नु नि, अब यहाँ देवदेउता बस्ने नै यस्तो ठाउँ रहेछन्, हामी त अहिलेसम्म हेरेका थियौँ न। हजुर। यस्तो भयो, सबै यसरी यस्तो भयो भनेर यसो मोबाइलमा हेर्दाखेरि प्रत्यक्ष रहेछ, यो चाहिँ लुजाउन त हेर्नु भनेर आएका नि त। मान्छेले आस्था गरेको कुरा होइन, केही छ होला त माने नि। र त अब यस्तो हुँदा अब मलाई टिनले छोपे, बलुवाले छोपे भनेर बक्नेले बक्नु हुन्थ्यो, हो रहेछ नि त, टिनले छोपेको नि हो रहेछ। आज त फेरि कोही पनि हुनुहुन्न यहाँ, माताहरू पनि अब आउने अरे नि त। अब कतिखेर आउनु हुने रहेछ? अब एकछिनमा आउने अरे। 12 जना पो आउँदैछन् अरे ताप्लेजुङका पाथिबाट हो र भन्ने सुनेर आएको। होइन, ताप्लेजुङबाटै उबाट आउने अरे। हिजो चाहिँ उता मिरिकका आएका अरे 2 जना, बके हुनुहुन्थ्यो ताप्लेजुङका। यसरी माई खोलाको किनारमा चाहिँ अवस्थित छ। कहाँदेखि आउनु भएको दिदी तपाईँ? यहीँबाट? नगरपालिका 10 सुनेको थियौँ अनि होइन, नजिकै हो, प्रत्यक्ष हेर्नै जाउँ न किन उयो भनेर हेर्नै आएको हामी। यहाँ दर्शन पनि गर्नु थियो, दर्शन पनि गरौँ, सबै पाथिभारा देवीलाई रक्षा गरौँ होइन, राम्रो होस्, यही भन्न चाहन्छौँ।